ए भाइ, उमेर बढ्दै गयो, बुवाको जिम्मेवारी काँधमा सर्दै गयो। अब बुढाबुढी भएका आमा बुवाको के आश गर्नु। आमाको त्यो पुरानो खास्टो अनि बुवाको त्यो झुत्रो टोपी। अब त हामीले नै फेर्नु पर्छ भाइ। हाम्रा आमा बुवाले अरूको दैलो दैलो गएर ऋणको लागि किन हात फैलाउनु। अब त हामी बाघ जस्तै बलियो हुनुपर्छ, त्यसैले यो परदेश छिर्नै पर्छ। दुःख पर्दा साथ कसैले दिँदैन भाइ, अब यो मनलाई कठोर ढुङ्गा झैं बनाउनु पर्छ। शिला हौ हामी, हाम्रो आँखाबाट आँसु सजिलै कहाँ झर्छ र। सुख दुःख यस्तै हो, सबैको भाग्यमा सुख हुँदैन, कसैको नसिबमा दुःख मात्रै पर्छ। तर भाइ, भोलि कुनै शत्रुले सोध्ला नि तेरो के छ भनेर, त्यति बेला मैले छाती ठोकेर भन्न सकूं, हेर यो मेरो खून पसिनाले बनाएको फलानो ठाउँको 3 तले घर हो। लेखक